मान्छे चाहिँ 1-2 जना मात्र छौँ, तर लुगा चाहिँ एकरास थुप्रिरहेको हुन्छ जतिखेर पनि। अनि म चाहिँ यहाँ बिहानै लुगाहरू पटाउँदै थिएँ। अघिल्लो दिन धेरै धोएको थियौँ नि त, अनि त्यो सबै सुकिसकेको थियो। त्यसपछि मम्मीले चाहिँ तलको रुमलाई चाहिँ सफा गरेर गेस्ट रुम बनाउने भनेर भन्नुभएको थियो। त्यही भएर हिजो मात्र हामीले चाहिँ कार्पेटहरू लिएर आयौँ। अनि त्यसलाई चाहिँ मजाले सफाहरू गर्दै चाहिँ माथि चढेर सफाहरू गर्दै थिएँ। अनि मैले चाहिँ मम्मीलाई बनाउनु न हौ भिडियो, यसो यो पनि कलाहरू देखाइदिउँ न हौ गाइजहरूलाई भनेर मैले चाहिँ भिडियो बनाउनु लगाएँ। तर मम्मीले चाहिँ बाङ्गोटिङ्गो के बनाइदिनु भएछ। त्यसपछि त्यो सबै सफा गरिसकेपछि म यस्तो आएको त स्टुडियोभित्र मेरो, यो फुल यस्तो झर्नु थालिरहेको छ नि, मलाई यस्तो रिग्रेट भइरहेछ। मेरो पैसा वेस्ट अनि टाइम वेस्ट, हामीले गरेको मेहनत वेस्ट भइरहेको छ। अब त्यसलाई घरि नघरि त्यहीँ टास्नु त सकिँदैन नि त जहिले जहिले। त्यही भएर त्यसलाई चाहिँ निकाल्ने योजना गरिरहेको छु मैले चाहिँ। त्यसपछि चाहिँ मैले अनलाइन अर्डर गरेको थिएँ माइक चाहिँ मलाई एकदमै चाहिरहेको थियो। मेरो चाहिँ ब्याकग्राउन्डमा एकदमै डिस्टर्ब आवाज आइरहेको हुन्छ नि त, त्यही भएर अहिले चाहिँ त्यो चाहिँ मैले अनलाइनमा मगाएको थिएँ नि, त मेरो सामान पनि आइसकेको थियो। मैले चाहिँ त्यो नै खोलेर देखाउँदैछु तपाईँहरूलाई। यो चाहिँ मैले एकदमै अफोर्डेबल प्राइसमा पाएको छु, जुन चाहिँ मैले इजी कार्ट अनलाइन सपिङ प्राइभेट लिमिटेडबाट अर्डर गरेको। अझै पनि अफर चलिरहेको होला। यो स्टिक चाहिँ तपाईँहरूले कम्बोमा पाउनुहुन्छ 1600मा मात्र, जम्मा 1600मा। यदि तपाईँहरूलाई पनि चाहिएको छ भने चाहिँ यु क्यान अर्डर देयर। सो मलाई चाहिँ जे होस् प्राइस अनुसार यसको चाहिँ राम्रै लाग्यो मलाई। मैले मम्मीलाई चाहिँ खोल्नु लगाएको थिएँ क्या, अनि मम्मी चाहिँ पुरा लजाएर हाँस्दै हुनुहुन्थ्यो कि। अनि एकछिन भिडियो बनाएँ, त्यसपछि गएँ तरकारी पकाउन। तरकारी चाहिँ सिमसाग पकाउनु थियो। मम्मीले चाहिँ दिदीकोबाट सिमसाग लिएर आउनु भएको थियो नि, त्यसलाई केलाइ कुलाइ गरेर पकाइसकेपछि चाहिँ हाम्रो अर्को काम स्टार्ट भयो, जुन चाहिँ तपाईँहरूले देखि नै हाल्नुभयो होला। बेडहरू तल सार्दै थियौँ हामीले चाहिँ। अनि मैले मात्र नसकेर चाहिँ दादालाई नि बोलाउनु भएको थियो नि त मम्मीले। त्यही भएर हामी चाहिँ सबैजना मिलेर सबै सार्यौँ, यताउता सरसफाइहरू गऱ्यौँ। अनि दादा चाहिँ असिन पसिन हुँदै सबै गर्दै हुनुहुन्थ्यो क्या। मैले चाहिँ उभिएर यताउता सरसफाइहरू मात्रै गरिदिएँ। त आजको दिन चाहिँ यसरी नै बित्यो। थ्याङ्क यू सो मच फर वाचिङ। इफ यु लाइक माई भिडियोज देन प्लिज फलो गरिदिनु होला भन्दै बाई बाई, लभ यु गाइज।